हामीलाई बाटो देखाउने यो सानो बहिनी नभेटेको भए सायद आज यो ठाउँसम्म आइपुग्दैन थियो। सो हे गाइज, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। आज चाहिँ हामी गोकर्णेश्वर डाँडातिर घुम्न जाने प्लान थियो। लगभग 3-4 बजेतिर हामी गोकर्णेश्वरको गाडी चढ्यौं। यहाँसम्म आउन त आइपुग्यौं, तर अब कता जाने हो हामीलाई नै थाहा थिएन। त्यही बेला स्कुलबाट फर्किँदै गरेको एकजना सानी बहिनीलाई रोकेर उसलाई सोधेको शहीद स्मारक जाने बाटो कता हो भनेर। बहिनीले माथि डाँडातिर देखाउँदै यताबाट जानु भनिन्। ल यही बाटो त होला नि भनेर हामी पनि त्यतै लाग्यौं। अलिकति माथि पुग्ने बित्तिकै त्यहाँको माहौल नै छुट्टै रहेछ। रुखहरूमा ध्वजा झण्डाहरू बाँधिएको, हल्का हावाहरू चलिरहेको, त्यो बाटो हिँड्दा पनि एकदमै रमाइलो लागिरहेको थियो। हिँड्दै जाँदा अगाडि एउटा टिकट काउन्टर जस्तो देखियो। शहीद स्मारक जानलाई यहाँनिर टिकट काटेर जानु पर्ने रहेछ। त्यति बेला चाहिँ हामी त सही ठाउँमा आइपुगेछौं भनेर थाहा भयो। भित्र छिरेपछि त झन् राम्रो ठाउँ रहेछ। सल्लाको जंगलहरूको बीचमा स्तूपहरू, ठाउँ ठाउँमा ध्वजा झण्डाहरू देखेर एकदमै पिसफुल भाइब्स आइरहेको थियो। तर अब स्मारकसम्म पुग्न चाहिँ उकालो नै उकालो भर्याङहरू चढ्नु पर्ने रहेछ। ल है अब हाइकिङ पनि हुने भयो। अलि माथि पुगिसकेपछि यहाँनिर त एउटा नेचुरल स्टेडियम जस्तो ठाउँ रहेछ। उकालो चढ्दै बाँदरहरू पनि हेर्दै हिँड्दा हिँड्दै हामीलाई त आधा घण्टा हाइकिङ नै गरेको जस्तो भयो। हामी पुग्दा लगभग 5:15 मात्र बाँकी थियो अनि बल्ल तल्ल शहीद स्मारक पुगियो। हामी चाहिँ पछाडिको बाटोबाट पुगेछौं, तर त्यो बाटो झन् राम्रो लाग्यो। अनि अगाडिपट्टि आएर स्मारक भित्र छिर्यौं। स्मारक चाहिँ बन्द हुने बेला भइसके रहेछ, तर पनि हामी एकैछिन भए पनि भित्र छिरेर अलिकति भिडियोहरू खिच्यौं। स्मारक जंगलको बीचमा भएर वरिपरिको वातावरण चाहिँ एकदमै शान्त रहेछ। अनि बहिनीले पनि हतार 1-2 टिकटक बनाइहाल्यो। गेट बन्द हुने बेला भइसकेछ, त्यसैले धेरै बेर बस्न त पाएन, तर एकैछिन बस्यौं। तर त्यो ठाउँले मनलाई एकदमै शान्त बनायो। आज धेरै दिनपछि काठमाडौँ शहरको भिडभाड, घरहरू, गाडीहरूको आवाजबाट अलि टाढा आएर यस्तो जंगलको बीचमा हिँड्न पाउँदा मनभित्रदेखि नै खुसी लागिरहेको थियो। कहिलेकाहीँ घुम्न जानको लागि कुनै ठुलो प्लान बनाइ बस्नु पर्दैन रहेछ। रुमबाट बाहिर चाहिँ निस्किनु पर्ने रहेछ। नसोचेको यस्तो दामी ठाउँमा पनि पुगिन सकिन्छ है। त्यसैले भनिन्छ धेरै सोचेर नबस, जस्ट डु इट।